चाहिँ हामी ट्यागको पारामा मासु बनाएर मासु मुकबाङ हुन्छ गाइज। यो चोर जस्तो अनुहार परेको यो हो सबसे धेरै मासु खाने मान्छे। हाम्रो ट्यागको मासु सासु मुकबाङ यताउता यहीँ हो। अहिले एकछिनपछि यतातिर स्पटहरू जानुपर्छ, एकछिनपछि भेट्नुपर्छ ल। यहाँबाट यस्तो देख्छ हेर्नु गाइज, केटा हो ओभर छ उति मेरो घर हो। अब चाहिँ च्याट्टा हाम्रो चाहिँ यहाँ हो हान्ने दाउरा खोज्ने कार्यक्रम सुरु हुँदैछ। यता पछाडि हाम्रो दोस्त छ ह्यान्डसम बोय, त्यही हो। अब ट्यागको दाउरा खोजिन्छ। बनकुखुरा क्या धेरै यार मादर चोत। सही हो म्याझ्याक्ने यो केटा हो कुखुरा बनकुखुरा भागेमा दाउरा चाहिँ कहाँ पाएला केटा हो। अब एउटा पाए केटा है भाँचेर राख्ने भिडियो गर च्याट्टा पारामा यति तिनवटा भनेर राखिदिने। अहिले एकछिनपछि भेटौँ ल जामा। दाउरा हेर त मा कसम। यो चाहिँ मेरो पर्सनल अलि माथि गर्न जस्तो। यो चाहिँ मेरो पर्सनल क्यामेराम्यान हो होइन। यसलाई चाहिँ मैले सिधै युएसएबाट हायर गरेको है। क्वालिटी राम्रो छ किनभने बेलुका गोदाइ खान्छ यसले। तर हल्ले खाएको दोस्त यार मेरो हातै काम काम नभएन यो सल्काउन काम लाग्छ होइन। त्यो पर्व यहाँ भाँचेर काम छैन कि यसलाई उता गएर भाँच्नुलाई कि त्यो राख्नु बाटोमा त्यहाँ गएर भाँच्नुलाई दामी भाँच्थ्यो दामी बनाइ ल दामी भाँच्थ्यो ल। यत्रो भाँचिसक्यो यसले। आज त व्यवस्था त खतरा हो केटा हो। ढल्छ केटा तिमीले देख्यौ भने आजको व्यवस्था। मासु फेरि मासु भएपछि नेपालीलाई केही चाहिँदैन। आइज क्यामेरामा पकाउनको लागि चुलो बनाइसकेँ। यो दाउरा ल्याइसक्यो टिपेर। यसले चाहिँ त्यो पकाउने भाँडा झिक्न लाग्छ। भ्यू यस्तो देखिरहेको छ केटा हो। स्पोर्ट चाहिँ यही हो। च्याट्टा पारामा समात्ने भाँडा पर्दैन नि दोस्त। एकचोटि त्यहाँ नाप्दा कस्तो हुन्छ। एक्कु हो ल केटा एकछिनमा आगो सल्काएपछि ट्याक्क होइन बेला भएपछि आउनुपर्छ। बुम सल्काउनु लागि अब लाग्छ रन्डी म एकचोटि गरेको नि त। हाल दाउरा हाल ठुल्ठुलो हाल। दिस इज आवर फर्स्ट भ्लग होइन। बाहिरपट्टि आएर यस्तो गरेको त्यही हो। अब हेरौँ हजुरहरूको रेस्पोन्स कस्तो आउँछ त्यही अनुसार होइन। पछि पनि बिस्तारै गर्दै जाम्ला। रेस्पोन्स चाहिँ राम्रो आउनु पऱ्यो त्यही हो। पैसा आउनु पर्यो केटा है ब्लगबाट पैसा आउनु पर्यो चुतियामा दिने यस्तै खालको दिएछु मलाई मान्छेले अलि इन्ट्रेस्टिङ पाराले हेर्छ सधैँ त्यहाँ सबैले एउटै दिन्छु काम सँगै बोला क्या। अर्कोलाई देखाउनु पर्छ गाई। अर्को आउँदैछ है यहाँको हिरो। अरू यो हिरोलाई मेरो गाइज हेर्नु उहाँबाट होइन। यो हाम्रो चाहिँ डाँडा हो क्या गाइज। यहाँबाट तल अहिले बादल देखिन्छ गाइज अहिले यहाँ। जुम गरेर देखाइदिनुहुन्छ अहिले। यहीँ आउँछ अहिले। साह्रै ढिलो हिँड्ने कि तर यार गाह्रो छ। स्ट्रगल इज रियल केटा हो। झोला चाहिँ यहाँ छ है हाम्रो। झोला कस्तो चिक्ना झोला कस्तो राम्रो झोला यहाँ नयाँ झोला है गाइज। हाम्रो हिरो है यो साउले यसो ताली गरिदिउँ है केटा हो। दुई चारवटा घोचा खोल्थी हालेर हाल्नु आज त होइन। के बोकेर भुजा त्यसमा चाहिँ महँगो चिज छ क्या गाइज। यो सुदेशले केही लेखाएन अरे यार। घिउ खानियो गाइज आज आगोमा उमाल्दै घिउ खानियो यहाँ च्याट्टा पारामा है त। यो हाम्रो छापा रहेछ यार यो त छापा। केटा आगो बोलिसक्यो। अब एकछिनमा च्याट्टा पारामा
हान्नुपर्छ। यही हो यो मासु, प्याज टमाटर छ। तेल चाहिँ ल्याउन बिर्सेछ कि साथीलाई फेरि घर पठाएको ल्याउनु। यहाँ चाहिँ आगो सकिरहेको छ होइन। अहिले त्यो तेल लिएर आएपछि भेटौँला। अब म चाहिँ च्याट्टै यो काट्न लागेको केटा हो। यो काटिसकेपछि भेट्छु। अब के गर्नु त, अब क्यामेराम्यान अब ऊ टोलाएर बसिरह। गाह्रो छ केटा। कुक काटेर सकिसक्यो। अब एकछिनमा ट्याक्क पकाउनु पर्छ। हाम्रो आजको स्पेसल कुक चाहिँ यो बन्छु भन्ने छ कि रे। हेरौँ अब कस्तो बनाउँछ। मेरो दाइ हो यो चाहिँ। त्यही हो, त्यो अर्कोलाई चाहिँ तेल लिन पठाएको, यता हो त्यसको उता गहा। अनि यस्तो छ वेदर आजको केटा हो। हामीले लगाएको होइन फेरि केटा यो डढेलो चाहिँ फेरि। वी लभ नेचर। त्यही हो केटा हो। एकछिनपछि अब ट्याक्क पकाउने बेला भेट्नुपर्छ केटा हो। तेल लिन गएको मान्छे त घरतिरै सुत्यो जस्तो छ यार। आगो बोलेर यस्तो भइसक्यो। स्पेसल हाम्रो कुकमा चाहिँ मेरो दाइ छ। दाउरा ल्याउने यो ए धकाल नि ल केटा हो। फुक्न त अब मुखले त होला नि। तेल लिन गएको मान्छे भर्खर आइपुग्यो। के घरमा तेलै दिन मानेनन् कि क्या? पुग्छ तर त्यति त। ल यतिकै हाल है। बेसार बेसार कहाँ यार? यहाँ हो दोस्रो फुकाल त। बेसार नुन यसमा हो? नुन त मैले ऊ हालिसकेको थिएँ। केमा हालिसकेको थिएँ? यसमा यो पट्याटोमा। प्याज हालेर भाग्या जस्तो गर्ने हो कि। सही हो। यसले चाहिँ यहाँ त्यो गर्दैछ। आजको पानीले पहिला पखालेर अनि हालेर ल्याएर न त्यतिकै हाल्नु चाउचाउको भाँडामा अनि यार। त्यो बेसार हो त्यो। त्यो नुन रहेछ। ल यो चाहिँ हाम्रो ट्यागको प्याज र टमाटर भयो। चम्मच पनि चलाउनु पर्यो फेरि। यार चम्मच पनि चलाउनु केही नभएर हेर केटा हो। यो यस्तो चम्मच ल्याइदिएछ। ल ओभर देखिरहेछ। तातेकै छैन होला त्यो राम्रोसित। आजको हाम्रो एकदम कुक सेफ स्पेसल्ली हायर गरेको हामीले। हेरौँ कस्तो बनाएर खुलाउँछ है केटा हो। त्यही हो यसो सकिसक्यो। मासु चाहिँ केटा हो ठ्याक्कै 2 किलो मासु है केटा हो। यो चाहिँ अलिक कन्फ्युज होला तर 2 किलो मासु हो होइन त। यो हाम्रो फेरि राजकुमार दाइले काटिदिएको हो नि त। मोटाउनु पर्यो नि। अलि स्ट्यामिना बढा त हो। ल त्यही हो केटा। अर्को फ्राइडे चाहिँ हामी ट्याक्क खरायो हान्ने छौँ होइन। खरायो हान्ने अर्को फ्राइडे चाहिँ त्यही हो। अब यो भिडियोमा कतिको रेस्पोन्स आउँछ होइन त्यही हो। तर यसको अलि हेर्दा त है मिठै बनाउला जस्तो देखिरहेको अहिले। गाह्रो आगो चलाइदिएर सही हो केटा। ल त्यही हो आजको हाम्रो यो प्लान। आज के बार हो? आज मन्डे स्पेसल केटा हो। अघि दाउरा खोजियो साथी र म भएर। यताको भ्यू यस्तो छ। रात पर्न लागिसक्यो।
वेदर त ठिकै छ तर वेदरले के भन्छ है अब यो हुँदैछ के अरे होइन यसले कस्तो बनाउँछ हेरौँ ट्याक अब प्याज स्याज यताउता हाल्छ होइन झोला त्यो बसिरहेको एकछिन रोक्नु त्यो चाहिन्छ अहिले भुजा देखा न भुजा हाम्रो भुजा 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 चाहिँ गाई हामीसँग यति छ होइन भुजा भुजा चाहिँ यसले ल्याएकै यो फेरि हाम्रो भुजाको स्पोन्सर चाहिँ कुक पनि पसल फेरि केटा हो अलिक टाढै पर्छ अनि त्यही भएर पनि हो क्या झन्न घरमा यति धेरै चाहिँ यसको त्यही भएर त्यही बोकेर आएछ यसले सही हो मासु ओभर देखिरह हामीलाई के बनाउँछ यस्तो हेर्दा त ओ ल प्याज ट्यागको पारामा हालिसक्यो यसरी हो गाइस मासु पकाउन चाहिँ सिक्दै गर्नु ट्याक्क हामीसँग सिक्नु केही ज्ञान लिनु हामीसँग हैन उसुदै सर्छ सेफसँग हेर्नु गाइस यहाँ देख न यहाँ प्याज कसरी पकाउनु पर्छ बिच्चा हाल्दा गाइस हेर्नु मासुलाई साइड लगाएर है फेरि तर यार यसले पकाउन त दल कस्तो अर्कै तरिकाले पकाएको हेर्दै जाने यार चलाउने सामान नभएर चम्चाले चलाइरहेको त्यतिकै अनि यार भोलिबाट इन्टरभ्यू दिँदा सबै हो त्यो यतिको कला कहाँबाट आयो तपाईँलाई त्यसै आउँछ यार दोस्त यार दाउरा त यार खरायो पोली जति खोजिएको त हामीले है खरायो तर पर्सि दोस्त खरायो नि मिठो तरिकाले हान्नुपर्छ ल त्यहाँ होइन कि माथि कारो पकाउँछु नेक्स्ट स्पोट है रातो भइसक्यो केटा हो हेर उयो मारेको छ अनि दोस्त एउटा दुइटा केही सुनाइदियो नि त भ्लगमा मासु त्यति हो ध्यान पुरै मासुमा छ मासु त छोड्ने कुरै भएन कहाँ मासु त नेपालीले चान्स पायो नि तर मासु पायो भने चाहिँ खान्छ मासु पायो भने चाहिँ खान्छ हो सही हो रात पाउन लगाइसक्यो यो त्यो 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 हो बेसर त्यसमा छ धेरै है उयो फेरि धेरै छ यो त फेरि ज्ञान दिइरहेको छ यसले सिकाइरहेको कसरी पकाउने आफूले पकाउन नआए नि गाई यस्तो दिन त दोस्त लास्ट गोरे देखिएको छ यार गोरु मान्छे कस्तो काले देखिन्छ त मोजी सुरेश चाहिँ यो पनि वाइल्ड गोरु देखियो गाइज हाम्रो चाहिँ फेरि स्यामसङ J2 बाट भ्लग बनाएको गाइज त्यही भएर यस्तो देखियो यहाँ ढकाल्दैन हल्का पुग्दैन पहिला बाहिर त मलाई त के थाहा त नि दोस्त यार मेरो फोनको स्टोरेज चाहिँ गाड होला जस्तो नुन मसलामै हालेछ कि नुन त्यो मैले त्यो बिर्सेछु के त्यही भएर के लाएन भने चाहिँ यहाँ थप्नको लागि ल्याएको कि त साले अहिले नहाल्न नुन त्यसमै छ क्या त्यहाँ मैले धेरै हालिछु कि त्यही भएर हो कि हटाउन त यार यस्तै हाल्ने गाई यति भएपछि मिठो गाई मैले हाल्दैछु त मारेको छ त मासुले त्यो गाई पकाइले मारेको छ ओभर देखिसक्यो यहाँ 3 मिनटको त भएछ दोस्त हाम्रो यो ब्लग कति मिनटको होला दोस्त अब एकैचोटि लास्टमा हो गाइज अब भेट्ने अब यो हाम्रो J2 मा फेरि स्टोरेज चाहिँ पुग्दैन के गाइज टेन्सन छ यार J2 है स्यामसङ माया गर्न पर्यो गाइज आँखा देख्न छोडेर हाम्रो कुकले चाहिँ रात परेर पानी हाल्न लाग्छ
तपाईँले यसमा के हाल्नु भयो तपाईँले भनिदिनुहोस् रस चाहिँ के हो यसको रस चाहिँ के हो भनिदिनुहोस् न अलिअलि के हाल्नु भयो पटेटो चिप्स सधैँ हालौँ यो यसको गरेको हुन्छ यार एडभर्टाइज प्रमोसन गरेको हुन्छ भयो पैसा दिएला नि त राम्रो फोकटा गऱ्यो भन्छ गाई त्यस्तो गरिन्न है नो ओन्ली पेड प्रमोसन है गड्डी चाहिन्छ गाइस के चाहिन्छ गड्डी चाहिन्छ फोका देखाउनु त नि हाल्छ आज चाहिँ गाइस हैन कस्तो हुन्छ अहिले म भन्छु मासु फेरि मासु चाख्न चाहिँ अहिले चाख्छ भन्छु म अहिले को के भना नि फेरि लाउडी गर्लफ्रेन्ड है केटा हो यसको यो हेर न गर्लफ्रेन्ड नम्बर लिकै ल गाइस यो गर्लफ्रेन्ड वही नम्बरबाट फोन आयो गाइस मलाई हैन यो त मेरो हो ए गर्लफ्रेन्डको गाइस यो मेरो फोन आयो हेर्यो नम्बर है गाइस फेरि भोलिबाट फोन आएको सिमै मात्र भाग्नु पर्छ त्यो कुकलाई चाहिँ पठाइदिइहाल्नु हो गाइस लगेर अहिले एकछिनपछि ट्याक्क निकालेपछि भेटौँला है त ल ल ल यहाँ चाहिँ एउटा पिस चाख्न लाग्छ होइन हाम्रो काली दोस्तले ल गाइस दुईजना है ल होइन तँ नि खान तँ खा त दोस्त एउटा खा त यार नत्र हेर यहाँ उस हुन्छ आहा अलि नुन लागेन गाइस यसमा चाहिँ मलाई थाहा होइन खा त खा तातो भयो गाइस तातो बक्स भरा हाल्दिन गरे फेरि कस्तो सुक्छ है तर नुन लाग्दैन हो नुन लाग्यो हैन यार लागेन नुन खोइ त्यो एउटा पिस चाखौँ अलिकति हाल है तर धेरै होइन नुनिलो भयो बल्ल मैले सितान बच्छ होइन गाइस भुजा जान्छ भने धेरै भुजा चाहियो नि यार अनि धेरै हुन्छ होला कि उयो फेरि ल भुजाले भुजा यहाँ हाल्नु सही हुन्छ मैले हुँदैन हन्काली हुँदैन कहाँ मजा आउँछ त्यसरी पानी चाहिन्छ है राखेँ यति हो पानी भएको अहिले तिर्खा लाग्छ बास यति हाल्नु हल्का छड्काइदिएपछि त गाइस होइन स्पेसल मिठो भएन र भन्नु मिठो त भात नुन लागेन कि स्वादमा खाइरहेको यसले त ल निकालिदियो नि हो कहाँ दामी हाल्छ नि ए पात छ त यहाँ दुइटा ल न पातको व्यवस्था पनि छ है केटा हो यो समात्नको लागि भाँच्छ त्यो अलि राम्रोसित सही ल त्यो भएपछि त फेरि स्वादमा हाम्रो भुजा कहाँ दोस्त यहाँ है हाल्न न त्यहाँ है ल त उतै गएर गर्ने कि हल्का तातिँदैन ठक्क लानु उतै गएर बस्ने अब किन त्यो पनि हो गरिसकेपछि चाहिँ निभाइदिनुपर्छ होइन आगो फेरि यता वरिपरि लाग्यो भने टेन्सन हुन्छ काठेको आएछ यार काठे ल हामी चाहिँ उता जाने अब होइन दोस्त भुजा तसँग छ नि होइन गाइस यार थाल मात्रै दिए मासु दिएन मलाई ल त्यही हो केटा अहिले एकछिन त्यहाँ गएर अब कस्तो पाकेको रहेछ चाख्छ केटाहरू अनि भेट्नुपर्छ त्यो केटा नाइट भ्यू जस्तो छ खैको च्याट्टा पारामा यस्तो यहाँ गाइजले पाहुना नि आयो है हाम्रो दुईजना को अर्को भ्लगबाट मलाई यता यता ए आउनुहोस् आउनुहोस् यता चाहिँ ट्याक यस्तो छ केटा हो त्यो चाहिँ मेरो घर हो फेरि मेरो देखियो ठुलो घर चाहिँ मेरै हो भन्नु ठुलो होइन सानो छ दोस्त सबै हाल्ने कि थोरै हालेर होइन आधी हाल्न अनि भुजा हाल्के अनि चाख्न त थम्नेलको लागि चाहिँ उयो गर ल दोस्त थम्नेल त यहाँ भन्दा नि के हो नि र तँलाई म सिकाउँछु नि रुक्न कस्तो छापा बसानु सुदेश तिमी कुक मान्छे म बनाइदिनु काम म घर जान्छु केही नआइ जाने 5000 पाउँ न अरू यो चाहिँ आएपछि है तिमीलाई 5000 चाहिँ होइन गाइस अहिले पछि खान्छौँ हामी है अहिले पछि खाने रे रस्सी मगाइदिनु ल दोस्त त्यहाँ भुजा हाल गाइस भुजा आयो
चिकन त धेरै ल्याएछ नि भोलि धेरै हुन्छ कि अनि ओके त्यो लिएर जानुपर्छ होला कि ओके धेरै मासु नि देखा न सबै भर्यो त्यसले त भयो भयो भुजा मात्रै खाएको जस्तो हुन्छ कि दोस्त भुजा मात्रै खाइदिने गाइस मासु त देखावटी मात्रै हो ल दोस्त एउटा पिस लि ल केटा उता नि खानु हैन ल केटा यति खाने भुजा खाने अनि 2 किलो मासु सकियो चल्दैस घरतिर त्यही हो ल केटा हो एउटा चाखिदिने खोइ राम्रो पिसै देख्दैन त केटा खाए ल तर यसले ओभर बनाउँदो रहेछ मासु बनाउँदा चाहिँ हाम्रो कुक ओभर बनाएको कसम ल केटा अब यति नै थियो आजको लागि भिडियो सक्यो अब नेक्स्ट फ्राइडे भेट्नुपर्छ